अस्ति शनिबारको दिन हाम्रो पारिवारिक पिकनिक थियो कि साथीहरू। अनि सबैजनाले हामीले एक एक आइटम पकाएर लैजाने भन्ने सल्लाह गरेका थियौँ। त्यही अनुसार मेरो भागमा चाहिँ मासु परेको थियो है, कसैको भागमा सेलरोटी परेको थियो, कसैको भागमा खिर परेको थियो, कसैको भागमा चना, आलु, अन्डा, सुन्तला, जुस, फलफुल, अब तरकारी भनौँ न त्यहाँ धेरै आइटम थियो कि है। कफी, रातो चिया, सेतो चिया, सबै कुराको व्यवस्था थियो हैन। अनि गएर हजुरहरूको यति रमाइलो भयो, अनि खाइयो बस्यो, अनि सबैले आफ्नो आइटम निकाल्यो, सर्लक्क बसेर एकै ठाउँ खाँदा रमाइलो पनि हुने, बच्चाहरू पनि कति रमाउने, अनि घाम ताप्न अनि पाइयो, फोटो खिचाइयो, नाचगान गर्यो, सबै गर्यो। अनि टक्क लाएर हेर्नु अब मासु खाने बेला यसो प्रशंसा नि भयो थियो कि मासु कसरी बनाएको, एकचोटि रेसिपी राख्नु न भनेर। मैले त अब त्यस दिन भ्याउन पनि भ्याइनँ हैन, अलिअलि क्लिप्स त बनाएर राखेको थिएँ, तर भिडियो टक्कै अब एडिटिङ यताउता गरेर राख्न चाहिँ भ्याएको थिइनँ कि, अब हतार हतार भयो। अनि आज चाहिँ मैले यसरी राखिदिएको है साथीहरू, हजुरहरूको अनुरोध अनुसार। ल हेर्नु यसरी राखिदिएको। अनि अर्को पालि त मलाई अब यो पर्दैन, जसको भागमा पर्छ त्यसले अस्ति मिठो लागेको भनेको कारणले गर्दाखेरि यही रेसिपी हेरेर टक्क यस्तै पारेर ल्याउनु। अब अर्को पालि मेरो भागमा के पारिदिनुहुन्छ, मैले त्यही अनुसार बनाउँछु। एकदमै मिठो पनि भएको थियो, सबै आइटम 101 थियो, अनि अति रमाइलो पनि भएको थियो। अब यसरी बेला बेलामा पारिवारिक पिकनिक चाहिँ जानपर्छ है साथीहरू। ड्राई पिकनिक फेरि एकदम गजब र सजिलो पनि रहेछ के परिवारको लागि।